यति आम हेर लास्टमा यति आम उ गरिसकेका छौँ हेर ट्याक्कै। ल साथीहरू सबैलाई नमस्कार छ। आज हामी चट्ट यहाँ आम खान जाँदैछौँ। यहाँ पछाडि सर हुनुहुन्छ अनि यतातिर हाम्रा ठेकदार साहब हुनुहुन्छ अनि कालुजी, छोटा कालु, बडा कालु यहाँ सबै छौँ हामी। ऊ पछाडिबाटै खगेन्द्र सर आउनु लाग्नु पऱ्यो, त्यहाँ छन्। अहिले चट्ट पछि हामी तल गएर आम टिप्याको भिडियो पनि बनाउँछौँ, हेर्नु होला। हामी तलै त्यहाँ ठेको पुग्ने हो। यहाँ पुरै अहिले बर्खामा हरियाली छ। अलरेडी आम ल्याइदिउँले हा तम के ल त लोली ल खगेन सर आउनु लाग्छ क्या पछाडि लोटे तलको ऊ त्यहाँ ठेको जानुपर्ने हो। टक्क त्यहाँ पुगेपछि अर्को भिडियो आउँछ, हेरेर गर्नु होला। कसले अठा नान्यो हेर भाइ हौ, यिनीकै अठा नान्यो भने मैले राति यिनीकै अठा नान्यो भने अब भन के भन्नु छ, के बोल्नु छ एउटा हेर्न सक्नुहुन्छ। यहाँ तलको भ्यू हाम्रो ह्यान्डसम मान्छे पनि यही छन्। आज हामी आम खान गइरहेको छौँ हाम्रो औलतिर, जहाँ चाहिँ हाम्रो पुरानो खेतीपाती गर्ने ठाउँतिर हामी आजकल मान्छे नभएर यहाँ आजभोलि भनेको गाउँ पुरै खाली भएर खेतीपाती भने यतातिर केही पनि छैन, मान्छे पनि त्यति कम छन्। त्यस्तै छ अवस्था। अहिले चाहिँ हामी सुइगम खान्छौँ। अब चट्ट आमाका बोटामी पुगेपछि ट्याक्क एक भिडियो बनाउँछु। पुरा जङ्गल छोडेर यहाँ पुरा जङ्गल भइसकेको छ। यहाँ ओहो यस्तो बडा खतरनाक बाटो छ। यहीँमा कोरिने आउने बडा यहाँ छोडेर सबैले पुरै जङ्गल भइगयो रहेछ क्या। यहाँ त अप्ठ्यारो पनि रहेछ। रमाइलो हो यो, रमाइलो आज मेमोरेबल पुगिसक्यो। ऊ यहाँनिर एउटा हियो आम छडाने अहिले गएर यहाँ सब छाडेर यहाँ पुरै जङ्गलै जङ्गल भएर छ क्या। यहाँ नजिक त नजिकै हो। लगा हुन् ऊ हेर्न सक्नुहुन्छ। ऊ आम लटरम्मै छ। अब यो आम माथि गएर चट्ट निकाल्नु पर्यो। अनि यहाँनिर यो अर्को आम पनि छ, सुपारी आम पनि छ। ऊ साना साना दाना देखिन लाखान, यो पनि निकाल्नु पर्यो। अनि चट्ट तल साथीहरूले खाना पनि सुरु गरिसकेका छन् अरे। ऊ हेर्न सक्नुहुन्छ। पुगेर मिठो छ यो आम। अब चट्ट आम खानेपछि मलाई सम्पर्क गर्नु पर्यो गाइज। चट्ट चढ्दैछन् लक्ष्मीजी माथि चढेका छन्। अब म पनि चढ्छु। चट्ट अस्मितजी पनि चढ्दैछन् उता। लटरम्मै झडाउने हो माथिबाट। ल साथीहरू यो चट्ट देख्न सक्नुहुन्छ। यहाँ लटरम्मै आम छन्। यो आम अहिले सारा झडाउँछु म एकछिनमा पुरै। यो हेर्न सक्नुहुन्छ। तिमी त लामा भ्या सुइँ गयो, उदिन म छोटो भ्यान। फाइनली हामीले हेर यति आम निकालिसकेका छौँ। तल रमाइलो पनि गर्दैछन्, नाच्दैछन् गाइजहरू। चट्ट लाएर चाहिने भएपछि कमेन्ट गर्नु होला, मलाई पठाइदिन्छु। यहाँ कति छन् यहाँ
यति आम हेर लास्टमा यति आम उ गरिसकेका छौँ हेर ट्याक्क यो औषधि हालेपछि एक दिनमा चट्टै पाक्छ पुरै ए आहा हेर